Hi everyone, welcome to a day in my life jungle safari edition. It was our family time अनि हेर्नु न बिहान चाहिँ केही नगरी निस्केको मान्छे हामी गाडीमा मेकअप सेकअप गरेर राम्री भएर पुग्यौं बर्दिया नेशनल पार्क। अनि त्यहाँको अफिसमा पुग्ने बित्तिकै लक्कीली हामीले चाहिँ डियर देख्यौं अनि म्युजियममा यो यस्तो क्यूट वाला वन एन्ड राइनोको पिक्चर। देन वी स्टार्टेड आवर जर्नी। अनि मेरो भाइको फेसमा हेर्नु न एक्साइटेड कति धेरै थियो भन्ने। अनि दिस वाज माई रियाक्सन फर्स्टमै सफारी स्टार्ट गर्ने बित्तिकै नै स्नेक देखिसकेपछि जसलाई चाहिँ स्नेक फोबिया छ उसले चाहिँ स्नेक देखिसकेपछिको रियाक्सन यो चाहिँ। अनि डियर त ओ माई गड कति बाटोभरि डियर। बीचमा चाहिँ यस्तो खालको भ्यू टावर पनि हुँदो रहेछ अनि टाइममा चाहिँ हात्ती आयो भने चाहिँ यस्तो भ्यू टावरहरू चाहिँ भत्काइदिन्छ अरे के। अनि सो त्यो एकदम विक छ होला भनेर म त डरै माथि गइरहेको थिएँ। तर भ्यू चाहिँ यस्तो राम्रो थियो नि त्यहाँको। बर्दियाको एकदमै रियर, बर्दियाको मात्र नभएर नेपालको एकदम रियरेस्ट एनिमल वान हर्न राइनो देख्ने अवसर पनि पायौँ कि हामीले चाहिँ। त्यही पनि एउटा होइन दुईटा। अनि त्यही बेला चाहिँ अपोजिटतिरबाट एकदम डेन्जरवाला साउन्ड आइरहेको थियो। हामी चाहिँ स्योर थियौँ कि एलिफेन्ट हुनसक्छ भनेर, बट इट वाज अल्सो राइनो। अनि त्यसपछि हामी जर्नी कन्टिन्यू गर्दै अब चाहिँ भ्याइयो भन्दाखेरि लास्टमा हामीले देख्यौँ एलिफेन्ट। अनि त्यसपछि चाहिँ हाम्रो जर्नी त्यहीँ इन्ड भयो। थ्याङ्क यू फर वाचिङ, बाई गाइज।